हेलो गुड इभिनिङ साथीहरू। मेरो युट्युब च्यानल र फेसबुकको पेजमा हजुरहरूलाई स्वागत छ। साथीहरू, म आज हजुरहरूलाई गाबा अथवा कर्कलोको तरकारी बनाएर देखाउने छु। हजुरहरूलाई कतिको मन पर्छ, हजुरहरूले कसरी बनाउनुहुन्छ देख्न सक्नुहुन्छ। मैले चाहिँ गाबालाई केलाएर नि धोएर नि राखिसकेको छु र देख्न सक्नुहुन्छ मैले यता कुकर बसालिसकेको छु। कुकर तातिसकेको छ। यसमा चाहिँ सुरुमा चाहिँ तेल राखिदिनु होला र देख्न सक्नुहुन्छ तेल तातिसकेको छ। यसमा चाहिँ म मेथी पड्काउँदैछु र डल्ले खुर्सानी पनि पड्काउँदैछु र मेथी यतिको कालो कालो भएपछि यसमा चाहिँ म यो कर्कलोलाई राख्दैछु। स्वाद अनुसार नुन, बेसार, जिरा धनियाको धुलो, सुकेको खुर्सानी र सब्जी मसला राखेर एकछिन चलाइदिनु होला। र यतिको भएपछि यसमा चाहिँ पानी राख्न सक्नुहुन्छ र देख्न सक्नुहुन्छ मैले चाहिँ पानी यतिको राखेको छु र अब यसलाई ढक्कनी लगाइदिएर सिटी लाउनुपर्छ। मजाले 9-10 सिटी लाउनुपर्छ, अनि बल्ल मजाले पाक्छ। देख्न सक्नुहुन्छ मैले चाहिँ गाबा बनाएर नि रेडी गरिसकेको छु। देख्न सक्नुहुन्छ यतिको भएको छ गाबा। यसमा चाहिँ मैले केही पनि राखेको छैन दालहरू। हजुरहरूले दालहरू पनि राखेर मासको कालो दाल राखेर पनि बनाएर खान सक्नुहुन्छ। हजुरहरूले चाहिँ यसमा अमिलो राख्न सक्नुहुन्छ है, किनभने मैले टमाटरहरू केही पनि राखेको छैन, मसला मात्रै राखेको थिएँ र लसुनले झानेको छु।